होइन 24 घण्टा मोबाइलमा झुन्डेपछि मुखमा मार चाहिँ कसले हारिदिन्छ डोको र नाम यहाँ छ घाँस काट्न हिँड्ने अर्काको लोग्ने स्वास्नी झगडा गरेको भिडियो पनि के साह्रो मन पराएको नेपालीहरूले हेर त बुढी 60,000 भ्यू गएछ मान्छेले यस्तै भिडियो बनाएर युट्युबमा हालेर कति पैसा कमाइसक्यो भन्छन् तिमी चाहिँ त्यही अर्काको लोग्ने स्वास्नी झगडा गरेको भिडियो हेर्दै बस यस्तै हिसाबले त हाम्रो झगडाले त करोडौँ कमाउनु रहेछ त बुढी के राखिदिने हो त युट्युबमा हामी पनि हानाहान गरे जस्तो गरेर भिडियो बनाउनु त खिच्ने मान्छे पो कोही छैन फेरि खिच्न त म खिचिहाल्छु नि मैले पनि नयाँ युट्युब च्यानल बनाएको कन्टेन्ट नपाएर तनाल लु खिच्ने चिज चाहिँ दिइहाल्नु त यहाँ छ भिडियो क्यामेराले राम्रो आउँछ लु भाउजू हान्न सुरु गरौँ म खिच्छु हानिहालौँ न हानिहालौँ हान्नु न हान्नु क्यामेरा अन भइसक्यो आइया दाइलाई हान्नु भनेको मलाई पो हान्नु पो त म त्यहाँ घाँस काट्दै गर्छु खुरुक्क लिन आउने तेरो पनि युट्युब च्यानल छ हुनु त अहिले युट्युब च्यानल नहुने को होला र मसँग पनि एउटा कन्टेन्ट छ है तैँले एउटा डाइलेक्ट बोल्नुपर्छ राजेश समाल पारामा के भनेर